तपाईँ श्रीमतीसँग ज्यादै डराउनुहुन्छ है? राति फाक हानेर मारिदियो भने के गर्ने यार तपाईँ के हो यस्तो मर्मथलमा हालिदियो भने सिधिहाल्यो नि अनि नारी चण्डी नारी भगवती नारी सरस्वती यो किन नचिनो यो पनि म जस्तो अर्थे पागलै हो यार अर्थे नै हो यो मैले तपाईँले पनि भन्छु मलाई पनि भन्छु के यो भाइलाई पनि भन्छु कि यहाँ आँखा छ के पछाडि छैन के यार यहाँदेखि यतातिर खतम हो क्या हामी कुन चाहिँले पछाडि डाङ रडलाई हान्छ या केलाई हानिन्छ साफ हुन्छ क्या हामी अब कुनै भेट्छ यसले पनि जय किशन बस्नेत कि पुण्य गौतम कहाँ कम्पेयर गरेको जय किशनको रेन्ज यहाँ छ पुण्य गौतम यहाँ छ यार यो अर्को हटाइदिनु यो कहाँ हुन जय किशन कहाँ छ यार पुण्य गौतमले के छ भने के न फिल्मबाट छ जय किशन स्टार हो फिल्म बनाएको छ यो छ त्यसको रेन्जमा आउनु पर्यो नि अनि पो कम्पेयर हुन्छ यार हो कि ल तपाईँ सोच्छ हो कि न हो भन्नु न यार किन डरा किन हटाउनु हो भन्नु नि तपाईँले हो यो राखो म यो हल्लेको हेर्न चाहन्छु म ऋषि धमाला कि प्रकाश सुवेदी दुईटै नम्बर वान यार यो पर्सन त चाहिँ केपी ओलीलाई भने जस्तै हो दुई नै छान्नु पर्यो नि त एउटा मिडियामा चाहिँ तपाईँ पोलिटिकलमा उहाँ छ तपाईँ छान्नुहोस् त्यो पनि चिनेन म अब जो राम्रै छ आएको छ च्वाङ छ अब के गर्ने अब चिनेन यो नानीलाई पनि यो नानी चाहिँ मङ्गोलियन होला अब अगाडि बढाउनु यो पनि च्वाङ छ मलाई यसले अहिले अस्ति झन्डै मरेर बाँचेको यो हो नि त अनि यो मान्छेले चाहिँ मलाई प्रचण्ड दाइलाई दाइ भनेर त्यसका बाउ त्यसले बोल्न सक्छ म त रेस्पेक्टले भन्छु मेरो दाइहरूलाई त शेरबहादुर दाइ प्रचण्ड दाइ केपी ओली दाइ ए तपाईँले मलाई दाइ भनेको मलाई आपत्ति को हो र यो भने मेरो छेउमा आउँछ भने नि यो नानीले गरेर यो अस्तिको स्क्यान्डल भएको के नारीको इज्जत गर्न जानुपर्छ नि यार अर्काले तिमीलाई कस्तो मन पिटिएर भनेको स्ट्याटस लेख्ने हो त यसले जाने भएर किन स्ट्याटस हालेको यार फ्ल्याट स्ट्याटस हाल्यो हेर्दै फेरि त्यो भिलेन जस्तै छ मलाई यार